सुख करता दुख हरता वार्ता विघ्नाची नुरवी पुरवी प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव। सुख दुख दुख सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमी सँगै बाँचेर दिनहरू दुःख काट्न आउला भन्दिन तर घटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रै बालों में बास पाए यहाँ वहाँ बहुतारी बरफी परू झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछाउने छु तिमीलाई म सधैँ यसरी
यता पनि हो ओम स्कन्दै तल ओम स्कन्दै यता पनि ओम स्कन्दै ओम श्री बाबु श्रीमा माथि श्रीमा ओम श्री अब चाहिँ बाबुमा राखा बाबु अब त्यो लोटा गाडा देउनीको लोटा तल अब हजुरहरू सर्लक्क वरिपरि घुम्न पर्यो है खाना खुवाएर चुटाएको बाबुलाई तुम मेरी हो चांद को बुलाकर तुमने चमकाई मेरी चंदा तब से मैं तुम्हारा ही हुआ दोनों ही कलाई है सजी होठों पे जो लाली है दिल में बस गई ये मिलन कैसे आग है जल जाने की इस प्यार की गहराई का नाचने का मन करे तो और सितारों के बगीचे थोड़ी सी मजाकिया बातें हम करेंगे मिल गया है आशिया सही कहेंगे क्यों होता है प्यार क्यों जाने कैसे कोई कह सके भाइ स्वाई राजालाई पानी होइन त्यहाँ नभए मेरो झोलामा छ होइन फेरि त्यहाँ हुँदा हुँदै झोलामा निकाल्नु भएन धन्यवाद धन्यवाद कति जानेको कति अब तिनीहरूले हाल्छ त्यहाँ लैजाँदै सिरमा लगाएर मार्छ दुईजना
दुईटा छु दुईटा देऊ हरिओम बराबर एकजना लाइटर पार्नु एकजनाले बत्ती हरिओम एकजना लाइटर पार्नु लाइटर कपडामा नपर्ने सर यता हेरिसियो यसलाई च्याप्पल सकेर यसो हजुर एकचोटि घुम्नुहोस् न यो उहाँलाई घुम्नु त हजुर 70 है अन्त यो लिएर नजानु होला फेरि त्यहाँ मङ्गलम भगवान् मङ्गलम पुण्डरी गान्छ मङ्गलाय तमाय सर्वके हजुर पुरै बहिनी तिमीले सबैजना खाने है नलोटायो फेरि खान जाने त नलोटायो नलोटा है मैले 3 भन्दाखेरि सुरु गर्ने 1 2 3 भाइ अहिले पनि सहयोग गर्नु बिचरा उहाँ पाहाडबाट पैसा नहराउँछ है नखसी गरेको सहयोगको लागि राखेको हजुरलाई खसी काम होइन अब जान्न पऱ्यो नि अब भोलि त दिन आइहाल्छ अब यसो दुईटा झ्याप्प फुलेर हात जोड्नु झ्याप्प अगाडि लिएर हजुरले उहाँ कस्तो दिदीले हेर्नु त चाहियो भयो अब त्यहाँ घिउ लगाइदियो बाबु उमा ल पहिला बहिनीलाई लगाइदेऊ ल अब यसो हात पखाला त फेरि केही याद नलाग्यो यसो हात पखाला बाबु बरु लगा एउटा हाम्रो पहिलाको संस्कार ल अब हात दो बाबु अब चाहिँ बाबु टीको यसो फुल यसो यसरी पूजा गर्ने विष्णु भगवान् र लक्ष्मी सरसँग त्यसरी शिरमा यसरी छोडिदियो बाबु मङ्गलम भगवान् मङ्गलम मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि श्री मङ्गला त्यही आदि त ओम सर्वमङ्गले मङ्गलाय शिवे त्यही आदि त है शरणं त्रैलोक्य गौरी नारायणी नमस्ते शरणागत दिनाथ परित्र बाबुलाई 3 फेर गर्नु शरण राजेश की नाम कस्य दोअक अग्म तुजति नो कन्या वत्स तमेव च हजुरले यो 3टा आँखा भएको मोबाइल हेर्दिनु अरे ल त्यहाँ देखाइ भनेको बेला त्यहाँ 3टा आँखा रहेछ हरिओम त यो छ हात छ पुडिवाला छ बहिनीको पुडिवाला छ मामा सिरी आउनु झमक बहादुर मल्ल सबैले आफ्नो गोत्र भन्नु है माउलीहरूले आफ्नो गोत्र भन्नु घरतिर गएर आफ्नो गोत्र
त्यही हो त्यही हो खाने खाने यस्तो थिएन के अरे कस्तो गरे के गरे मैले यस्तै खुवाउने हेर्नु त रङ्ग ला फेरि यस्तै गर्न पाए कसो गरे के गरे गुड 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 ज्वाइनी खुवाउनु भयो
आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी फुलेको बाटोमा फुलानी असलाउँछ म तिम्रै होला नि आउला नि आउन त जुनेली के ल्याइदिउ मायालाई खुसीली सम्झन खोज्दै कहीँ छ सोचेरै दुनियाँ नै भुल्दै हिँडेको बाटोमा सम्झन खोज्दै कहीँ छ सोचेरै दुनियाँ नै भुल्दै किन हो किन सन्नानी माया छ रुवानी तिमी नै छौ जीवनमा बुझिदेऊ कुरा छन् कति मनैमा पिरती बसिदेऊ धडकनमा तिमीले लिएको आसना हुरहुरी चल्दछ बासना भावनाहरू बिथोली सुनेर सुनेर त्यो बोली आउला नि आउला त जुनेली ल्याइदेऊ मायालाई खुसीली खोल्नु त सर त्यो खोलेर राख्नु हजुर अगाडि राख्नु ट्याक्क ढक्कन खोल्नु त्यो भाइले हेर्न खोज्नु क्यामेरामा देखाइदिनु त हेर्न खोजिरहेको देखाइदिनु त देखाइदिनु उहाँ भाइलाई हो त्यहाँ भैँमा राख्नु त भाइ देख्यो हजुर यसो हात जल्दिनु
बाँड त्यो दुई भाग गरेछ दुई भाग हाफ गरेछ उतातिरको ज्वाइँलाई यतातिर तिमीलाई जति राखेर दुईजना भाग लाऊ जति खाना गरेछ के हेर न पदाले उतातिर धेरै भयो ल अब चाहिँ यस्तो जल लिन्छ चाहिँ मधु पर्छ होइन छोड अब जय राजा हजुर चाहिँ त्यो उता गएर च्याप्पा खानु त उतातिर हुन्छ त च्याप्पा खाने सबै खानु उताको मात्रै खान्छ च्याप्पा चाउडे मलाई खान्छ मैले हात खाना भन्नु त होइन भन्नु खाऊ भन्नु खाएर खाली भए आएर म खुवाइदिन्छु अब पैसा दिएर खुवाउने पैसा दिएर खुवाउनु अब हजुरले खुवाइदिनु हजुरले खुवाइदिनु होइन भन्नु के हामीलाई रात पर्छ उहाँ पाहाड जाइ होइन फेरि यहाँ यत्र हेर्ने मान्छेले बुढाबुढी बोल्दा रहेछ नि भनेर फेरि यहाँ हुन्छ इज्जतको सवाल अब देखाएर दिने कि खुसी सुकुनार खानु मन लाग्यो भने सानो गरेर जति गरे पनि तिमी सबै तिमी घर लाउनु अनि सुन्नु त जुत्ताको बार्गिङ जुत्ता नयाँ किन्ने रे हम जाने दिन्नम पानी राखिदिनु होइन अर्को त टपीमा अहिले धुवाको टपी खै कति मैले हेरेन के कति थियो मैले पैसा पनि बहिनी यो केरा निकाल ल अब मैले 3 भन्छु कसले पहिला खुवाउने है पहिला खुवाउने मान्छे हुन्छ है खुवाइदिने फेरि कालामा नखुवाइदिनु ल मैले 1 2 3 भने चाहिँ खुवाइदिनु है ल 1 2 3 खुवाइदिएको होइन त नफाल्नु पैसा पर्यो पैसा परेको नफाल्नु न यस्तो अपय सक्नु त्यस्तो मेरा बात
यो पनि नफाल्नु न त्यत्रो पैसा पऱ्यो कि नफाल्नु त्यति केही हुँदैन कि बनाएर खायो सोध्यो त भयो होइन यस्तो हुन्छ त कस्तो बनाएर खुवाइ सोध बहिनी मिठो थियो कि नाइ यो मैले बनाएको माउल भन्नु सोध ला भयो नभए मैले नउठाइ त्यो शरद ऋतुको पात्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गएको घाम तिमीसँग हेर्न पाऊँ त्यो शरद ऋतुको पात्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गएको घाम तिमीसँग हेर्न यहीँबाट अब स्वाइँसित यो घुम्नेको सत्ता एकचोटि नाखा त यहाँ गयो अगाडि भात त्यहाँ फाल आला फाल त्यही भित्र फेरि सब सेम त्यही हो है अग्नि दिव या पृथ्वी विश्वानि देव जगतका यदा सम्महि जति जात रसौकस मास दर्वदै चित्रमा राख्नु अब फेरि या पृथ्वी विश्वानि सबै है देव यत्र यसमै देवदाता दर्वदै चित्रमा अब सबै खनाउ त सबै खनाइदेऊ मलाई कसरी हुन्छ त नपढ्नु नबज्नु भयो अब त्यो अब मलाई एउटा डब्बा चामल ल्याइदिनु ओम कुलदेवताभ्यो तोरणभित्र गराउनु यो शिरलाई खोक्कर राख्नु ओम कुलदेवताभ्यो स्वाहा ओम ग्रामदेवताभ्यो स्वाहा ओम वास्तुदेवताभ्यो स्वाहा ओम खानदेवताभ्यो स्वाहा कुलदेवता ग्रामदेवता सर्वेभ्यो देवीभ्यो स्वाहा दुईटा थाप्नु होइन पुरा पात्रो एउटा टप्ले चामल मात्रै भइसक्यो अब छ भने एउटा फलहरू भयो दुईटा त्यसरी लिएर उमेर हरे
हरि ओम मूर्धा मैले थालेपछि मात्रै गर्नु होला है मूर्धा नन्देव हरदिम पृथिवी वैश्व नरमृता जातवग्नि पविगुं सम्राज मथिञ्जनान मासन्न पात्र जनयन्त देव ओम स्वाहा राखिदिनु हात जोड्नु आइसो एउटा भयो ल हात जोड्नु यन्मुखम सर्वदेवानां येन तिरुपति देवता सन्मुख देवताहरूको नित्य देवताहरूको 33 कोटी देवी देवताहरूको एकै नारायण भगवानको अग्नि वैष्णव भगवानको हाम्रा सौनाम गोत्रका कुलपित्रीहरूको एउटा फलामको काँटी भेटाउनुहुन्छ फलामको काँटी केही भेटाउनुहुन्छ फलामको काँटी मास भेटाउनुहुन्छ भने है यहाँ पूजा अगरबत्ती बालेर राख्छ एउटा पैसा पनि राख्नु गोरा फल्नु हेलो भन ल अब फलाम काटी केही भेटाउनु भयो त्यही राख्नु ल पूजा गर्नु त्यसलाई ओम क्षेत्रपालाय नमः गन्धा पुष्पाणि समर्पयामि गच्छति फुल अझै छैन आफै पूजा गर्नु कम्पनी पनि ध्यान कल्पना मुख सिंहहरू गरेर ब्राह्मण सिंहहरू गरेर हातमा जल दिनु हात यही छ हरिओम तस्स सोनाम गोत्र होइन सोनाम गोत्र सूर्य ईश्वर अनि नानी के नाम थियो मङ्गला यस्तो त्यहाँ त्यहाँ राखेको चलाउनु पर्ने गराइरहेको त्यसलाई अब टोपी लाग्यो यस्तो बाटो लाग्यो अब यो टोपी यहाँ होइन मैले खाना खाने बेला भएको छैन अघि भर्खर खाएको मैले सबै है आजा पुरा भान्से पाती सब एकदम क्लियर निकाल यता यता फर्किनु भन्दै छ पाउनलाई मैले 27 बाँकी त भइहाल्छ भयो म चम्मच लिउँछु है हामी अर्को कोटी है ल स्मार्टफोन दियो कोटी भयो न भयो बल्ल
खानु बिहान खाएको भिडियो हो YouTube च्यानलमा खै त भएन भिडियो भिडियो गरिदिन्छु हजुर पनि गयो हैन आइसक्यो भिडियो मन में कभी भूल के उसको हमसे मिले मुझको समझने इतने ज़माने लगे पूछूं तो आँखें चुराने लगे इस दिन जलाए जिया इस दिन जलाए जिया यो यताको तल
हामी सेन्ड बाई गर्ने फर्काऊ साँची छ